ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु, त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। तर यो नेपाल हो, यहाँ यस्तो भोम्पु बजाइएको छ कि भोलि केही हुँदैछ, भोलि एउटा भृकुटी मण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यति हो। यो सभा त सधैँ हुने गरेकै हो, त्यति नै हुन्छ भोलि पनि। अब यहाँ एउटा हेभोक छ, एउटा टेरर छ, एउटा त्रास छ, के नै हुन्छ भने त्यस्तो केही होइन। यस्ता कुराहरूबाट हामी वास्ता नगरेर हाम्रो विकासका काममा, निर्माणका काममा, देश विकासको कुरामा अगाडि बढ्नुपर्छ। हामीलाई अनावश्यक कुराहरूमा अल्झिरहने फुर्सद छैन, हामी अगाडि बढ्छौँ। यदि त्यसै गरी अगाडि नबढ्ने हो भने अघिल्लोपल्ट म प्रधानमन्त्री हुँदा आज अन्नपूर्ण पोस्टले छापेको छ, बहुदलीय व्यवस्था आएपछि के परिवर्तन भयो, के उपलब्धि भयो, अन्नपूर्ण पोस्टको फ्रन्ट पेजमा छ, त्यो पढ्नु भए हुन्छ। नागरिकको प्रशंसा गरौँला भन्ने थियो, नागरिकले छापेन छ आज त्यस्तो, अन्नपूर्णले छापेछ। खैर, त्यसो भएर प्रगति भएको छ र त्यो प्रगति अघिल्लोपल्ट म प्रधानमन्त्री हुँदा खास गरी तीव्र रफ्तारमा प्रगति भएको छ। हुलाकी राजमार्ग भन्नुहोस्, स्मार्ट सिटी भन्नुहोस्, मदन भण्डारी राजमार्ग भन्नुहोस्, मध्य पहाडी राजमार्गको कामलाई छिटो अगाडि बढाउने कुरा भन्नुहोस्, रिभर करिडरहरू भन्नुहोस्, इलेक्ट्रिसिटी कहाँबाट कहाँ पुर्याइएको छ। अहिले 97% घरमा इलेक्ट्रिसिटी पुगेको छ। पहिले गाउँतिर जाँदाखेरि बिजुलीको पोल माग्ने बाहेक केही हुँदैन थियो, ट्रान्सफर्मर माग्ने बाहेक केही हुँदैन थियो। आज बिजुलीको पोल माग्ने र ट्रान्सफर्मर माग्ने छैन। हाम्रा गाउँमा यस्तो छ, यो ठाउँमा यो गर्नु पर्यो, कलेज बनाउनु पर्यो, अस्पताल बनाउनु पर्यो, यो गर्नु पर्यो, त्यो गर्नु पर्यो छ, विद्युतलाई स्ट्रेन्थेन गर्नु पर्यो भन्ने छ, उद्योगहरूलाई बिजुली बढी 24 घण्टा सप्लाई गरिदिनु पर्यो भन्ने छ। बेग्लै मागहरू, आजका मागहरू बेग्लै छ। आज ठुला मागहरू छ, साना मागहरू छैन, अथवा साना मागहरूको समयबाट हामीले देशलाई अगाडि बढाएका छौँ। अहिले पनि हामी देशलाई अगाडि बढाउँछौँ। अहिले भर्खर म यो सङ्क्रमणकालीन न्याय सम्बन्धी एउटा गोष्ठीमा भाग लिएर आएको। त्यही गोष्ठीमा भाग लिँदाखेरि अलिकति मलाई यहाँ आइपुग्न ढिला भयो, त्यहाँ हलमल भयो। यस्तो कार्यक्रमहरूमा झगडा गरेर हिँड्न पनि नमिल्ने, अब यहाँ राम्रो काम गर्न भनेर आएको, मेलमिलाप गर्न आएको, झगडा गर्नु भएन अनि बाँधिन्छ क्या। त्यस्तो भएर यहाँ आउन पनि ढिलो भयो। यहाँबाट वर्षक ढिला नगरिकन जाने विचार गरेको छु, कति ठाउँमा गाली खानु। त्यसो भएर वर्षक अलि छिटै यहाँबाट हिँडिहाल्ने पनि विचार गरेको छु। त्यसै कारण मन्त्रीजीहरूभन्दा म पहिले नै बोल्न खोजेँ। म महिला दिदी बहिनीहरूको प्रशंसा गर्न चाहन्छु। आज मैले अघि पत्रिकाको कुरा गर्दाखेरि एउटा छोरीतिर हेरेँ, पुरानो जेनेरेसनतिर हेरिनँ, मैले छोरीतिर हेरेँ। किनभने अहिले यङ जेनेरेसन काम नगर्नेको त बेग्लै कुरा हो, काम गर्नेहरू काम गर्ने हिसाबले निस्किया छन्। आइटी सेक्टर होस् कि अरू सेक्टर होस् कि सञ्चार सेक्टर होस् कि उद्योग सेक्टर होस् कि। तर मैले आज यहाँ देखेँ अलिक छोरीहरूले मात्रै होइन, आमाहरूले अझै ठुलो सङ्ख्यामा लिड गरिरहनै भएको छ। अझै आमाहरूले पनि लिड गर्नुभएको छ। यो अचम्मको कुरा हो। यही कार्यक्रम पनि, यो कार्यक्रम अहिले पनि आमाहरूको कार्यक्रम जस्तै छ। अब छोरीहरू अगाडि बढ्नुपर्छ भन्ने मेरो राय छ। आमाहरू सँगसँगै छोरीहरू अगाडि बढ्नुहोस् र छोरीहरूले टेकओभर गर्नुपर्छ क्या, बढी मोडर्न आधुनिक हिसाबले, आधुनिक सोचका साथ, आधुनिक गतिका साथ। आजको समय भनेको एआईको समय हो।
आज एआईको समय, हाम्रो कम्प्युटरिङको अलिक सुरु हुँदाको समय होइन, मेरो पालो त अझ अगाडि नै थियो। जति बेला नेपालमा त कुरा छोडिदिउँ, म जन्मिँदा त कम्प्युटरिङ सुरु नै भएको थियो। त्यस जमानाबाट जे होस्, एउटै जिन्दगीमा हामीले यति धेरै डिफरेन्स, यति धेरै भिन्नता देखेका छौँ। यसलाई हाम्रै जिन्दगीमा अझ धेरै भिन्नता पार्छौँ र हामी हाम्रो देशलाई विदिन 2030 सस्टेनेबल डेभलपमेन्ट गोल, अरू दुनियाँभन्दा हामी अगाडि छौँ सस्टेनेबल डेभलपमेन्ट गोलका टार्गेटहरू मिट गर्नलाई। सरदर भन्ने हो भने 17-18%, 24% होला बढीमा। गत वर्ष म संयुक्त राष्ट्रसङ्घमा जाँदाखेरि दुनियाँको 18% टार्गेट मिट गरेको थियो हाम्रा जस्ता देशहरूले भने हामीले मिट गरेको टार्गेट 48% थियो। द्याट वाज नट इन सेटिस्फ्याक्टरी लेभल। तर पनि सन्तोषजनक तहमा नभए पनि हामीले 10 वर्षमा 48% मात्रै गर्नु र बाँकी 5 वर्षको अवधिमा अरू 52% गर्न बाँकी रहनु भनेको राम्रो कुरा होइन। तर पनि हामीले चाहिँ 48% गरेका रहेछौँ। अरूले 10, 15, 25, 30 आदि गर्दाखेरि 18% इन एभरेज, अरूको 18% छ भने हामीले 48% गरेका रहेछौँ। हामी एलडिसीमा डेभलप हुन खोज्दैछौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यसै गरेर हामी एलडिसीबाट डेभलपिङ कन्ट्रीमा चाहिँ नै विकास गर्छौँ। अब सञ्चार माध्यमहरूले एलडिसीमा डेभलप गर्न खोज्दैछौँ भन्ने, एलडिसीबाट भनेको ठाउँमा मा भन्ने शब्द पऱ्यो, यही टुक्रो चाहिँ भरे राखेर उदम मचाउँछन्। फेरि अहिलेको सबै कुरा बिर्सिएर यही कुरा चाहिँ खुबै बाट भनेको ठाउँमा मा भनियो, बस पुग्यो त्यति भए। खै यसै गरिकन हो हामीले एलडिसीबाट डेभलपिङ कन्ट्रीमा, मिडल इन्कमवाला कन्ट्रीमा डेभलप गर्ने भनेको यसैबाट। लिस्ट डेभलपबाट डेभलपिङ, फर्दर डेभलप्डमा विकास गर्ने, यसै गरी हो दिदीबहिनीहरूका प्रयासहरूलाई म त्यसकारण धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले औधी राम्रो काम गर्नुभएको छ। यो 8औं सिरिज बहुतै सफलताका साथ तपाईँहरूले अर्गनाइज गर्नुभएको छ। मलाई बोल्ने बेलामा एउटा त्रासले अहिले सताइराखेको छ। मेरो पछाडि एउटा क्यानभास राखेको छ, चित्र बनाउनु परेको छ। मलाई त्यो त्रासले के चित्र बनाउने होला, त्यो त्रासले मलाई पछाडिबाट तानिराखेको छ। के बनाउने खैर, त्यो त्रास जसो होला एउटा केही पार गरौँला जे होला। म तपाईँहरू सबैलाई धेरै धेरै बधाई भन्न चाहन्छु तपाईँहरूका यस सफलताका लागि, शुभकामना भन्न चाहन्छु। यो कार्यक्रम त सफल भइ नै सक्यो। अब आजदेखि 5 दिन 4 दिन चल्छ, अरू 4 दिन चल्छ, तर यो सफल भइ नै सक्यो। म खुसी व्यक्त गर्न चाहन्छु। यो सफलता भनेकै यही हो। अब मान्छे आउने हो, हेर्ने हो, जाने हो। यसले अब मान्छेले थाहा पाउनेछन्। आजको उद्घाटन सत्रबाट मान्छेलाई थाहा हुनेछ कि यस ठाउँमा यहाँ सानेपामा हामीले यो कार्यक्रम गरेका छौँ, यो भव्य कार्यक्रम गरेका छौँ। यहाँ प्रदर्शनी भइरहेको छ, 8औं अन्तर्राष्ट्रिय मेला भइरहेको छ महिला उद्यमीहरूको। त्यसकारण म दाजुभाइ दिदीबहिनीहरूलाई पनि कमसेकम आउनुहोस्, पाउ कष्ट गर्नुहोस्। पाउ कष्ट के गर्नु परेको छ र गाडीले ल्याउँछ, मोटरबाइकले ल्याउँछ, आउनुहोस्, हेर्नुहोस्, अवलोकन गर्नुहोस्। झुटो प्रशंसा। महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने उपन्यास लेख्नुभएको छ। त्यो उपन्यास ग्रिक साहित्यमा, ग्रिक मिथमा आधारित छ। ग्रिक मिथमा, ग्रिक कथामा, ग्रिक साहित्यमा एउटा स्वर्गका देवताहरू मध्ये एकजना प्रमिथस हुन्छन्। त्यसबेलासम्म आगो स्वर्गमा मात्रै हुन्छ, मान्छेहरू अन्धकारमा हुन्छन्, चिसोमा हुन्छन्। त्यसकारण त्यो अन्धकार हटाउनका लागि प्रमिथसले स्वर्गबाट, देवतामध्ये एक भाइले स्वर्गबाट आगो लिएर पृथ्वीमा आउँछन्, मान्छेलाई सुटुक्क आगो दिन्छन् र फर्केर जान्छन्। तर उनलाई खोजिकन
स्वर्गमा दण्ड दिइन्छ। मान्छेलाई आगो दिए बापत दण्ड दिइन्छ। प्रमिथसले आगो दिएर मान्छेलाई न्यानो र उज्यालो दिए। यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदेका छन्। प्रमिथस ल्यायो के पृथ्वीमा आएको थियो अघिल्लो 4 वर्ष, त्योभन्दा अगाडि सँगै उहाँको जागिरे जीवन, अघिल्लो 4 वर्ष पनि उहाँले त्यही काम गर्नुभएको थियो। अनि पछिल्लो पल्ट चाहिँ नियुक्ति गरेका भोलिपल्ट उहाँले लाइटर पाले जस्तो, लाइटरबाट आगो निकाले जस्तो झिलिक्क पारेर बिजुली निकालेर झलल्ल नेपाल पार्नुभयो। के गफ हुने, यति गजबको त उपन्यास पनि हुँदैन। प्रमिथस। अनि संसद अवरोध, कानुन बन्न नदिने, जानी जानिकन देशलाई कानुनबाट भ्याकुममा राख्ने। अब यस्ता खालका क्रियाकलापहरूमा लागेपछि अहिले पनि लागिरहेका छन् मान्छे। कोही देशलाई, अगाडि बढेको देशलाई फेरि पछाडि फर्काउने ती काम गरिरहेका छ, गर्न खोजिरहेका छ। हुने कुरा त्यो होइन, तर अस्तव्यस्तता, अविश्वास, आशंका, अन्यल, असुरक्षा भाव। सरकार सडकमा निस्क्यौँ, के हुने हो के होइन। एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो, कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ।